खुर्सानीमा त आगो हुँदैन, तर त्यसलाई खाँदा मुखमा किन आगो लाग्छ? के खुर्सानी खाँदा तपाईको मुख साँच्चीकै जल्छ? एकछिन सोच्नुस् त। डल्ले खुर्सानी, अगबरे खुर्सानी, जिरे खुर्सानी, हरियो खुर्सानी, यी मध्ये कुनले तपाईको मुखमा सबैभन्दा बढी आगो लगाउँछ? तर असली रहस्य खुर्सानीको पिरोपनमा मात्रै छैन, तपाईको शरीरभित्र रहेको एउटा सानो सेन्सरमा रहेको छ। यसको नाम हो TRPV1 रिसेप्टर हो। TRPV1 रिसेप्टर भनेको हाम्रो सेन्सरी नर्भ सेलमा पाइने एउटा हिट एन्ड पेन डिटेक्टर जस्तै खालको सेन्सर हो। जब हामी धेरै तातो वस्तु छुन्छौं, यो TRPV1 सक्रिय हुन्छ र ब्रेनलाई सिग्नल पठाउँछ, तातो भयो, सावधान। अब यहाँ आउँछ खुर्सानीको कमाल। खुर्सानीमा हुने क्याप्सेसिनले पनि यही TRPV1 रिसेप्टरलाई सक्रिय गराइदिन्छ। यो सक्रिय भएपछि नर्भ सेल्समा सोडियम र क्याल्सियम जस्ता आयोन्सको मुभमेन्ट हुन थाल्छ र इलेक्ट्रिकल सिग्नल उत्पन्न हुन्छ। त्यो सिग्नल ब्रेनसम्म पुग्छ अनि ब्रेनले भन्छ, ओहो मुख त जल्यो, यहाँ त खतरा छ। तर वास्तवमा तपाईको मुख आगोले जलिरहेको हुँदैन। त्यसैले शरीरले पनि प्रतिक्रिया दिन थाल्छ। आफूलाई चिसो बनाउनको लागि पसिना निकाल्छ, नाकबाट पानी आउँछ, आँखा रसाउँछ र मुटुको धड्कन केही समय बढ्न सक्छ। अब अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ सबै खुर्सानी एउटै खालको पिरो हुँदैनन्। जस्तै भिडे खुर्सानी प्राय जस्तो पिरो नै हुँदैन, हरियो खुर्सानी हल्का वा मध्यम पिरो हुन सक्छ, जिरे खुर्सानी अलि धेरै पिरो हुन्छ, अनि डल्ले खुर्सानी र अकबरे खुर्सानी चाहिँ एकदमै पिरो हुन सक्छ। तर वास्तविक पिरोपन जात र अवस्था अनुसार फरक पर्न सक्छ। SHU भनेको स्कोभिल हिट युनिट्स हो, जसले खुर्सानीको पिरोपनलाई मापन गर्दछ। अब सबैभन्दा काम लाग्ने प्रश्न, खुर्सानी खाँदा पानी भन्दा दुधले बढी राहत दिन सक्छ, तर किन त? किनकि क्याप्सेसिन पानीमा राम्रोसँग घुल्दैन, जबकि दुधमा भएको केसिनले क्याप्सेसिन भन्ने केमिकललाई हटाउनलाई मद्दत गर्छ। त्यसैले अर्को पटक खुर्सानी खाँदा याद गर्नुहोस्, खुर्सानीले तपाईको मुखमा आगो लगाएको होइन, यसले तपाईको शरीरको हिट अलार्म बजाएको हो। अब भन्नुस्, तपाईले खाएको सबैभन्दा पिरो खुर्सानी कुन हो त? धन्यवाद।